हेलो नमस्ते सबैजनामा। सो आज चाहिँ के भन्दैछु भन्दा अस्ति नेपालको गेमहरू हेरेँ। सो साह्रै राम्रो लाग्यो। लेडिजहरूको फुटबल पनि ओ माई गड आउट क्लास लेभल त पुरै इन्टरनेसनल। अनि त्यो हुन्छ नि त्यो अन्डर 16 बोइज क्रिकेट ओ माई गड वाट अ डोमिनेसन। गुजबम नै आउँथ्यो यार हेर्दा हेर्दै। सो त्यति बेला मैले चाहिँ रियाक्ट गर्न चाहिँ पाइनँ। सो मन थियो। आज रेस्ट डे, अलि फ्री पनि छु। सो म चाहिँ स्विमिङ खेल्न आएको। स्विमिङ पुलमा गयो केटाहरू सिक्दैछन् पौडी। यस्तो गर्मीमा कस्तो लाग्यो केटा हो? दामी लाग्यो भनौँ, रमाइलो भइरहेछ। दामी भन्दा त रमाइलो भइरहेछ। पानी कस्तो मजाको छ होइन, सफा हेर्नु यहाँ सक्नुहुन्छ। सरर जाने हो कि भाइ ल यहाँबाट भिडियो बनाइदेऊ न। म उस्तो जान्छु पौडी खेल्छु। आऊ त भयो, म पौडी खेल्छु है गाइज। मलाई अलिअलि आउँछ कि आउँदैन। त्यो मान्छ हेर क्या स्विमिङ खेलेर आइयो 1 घन्टा जति। सबै एकदम मजा फुल भइरहेको छ अहिले। सो यहाँको हेर्नुहुन्छ इन्भाइरोमेन्ट, स्विमिङ पुल हो। सो यहाँको इन्भाइरोमेन्ट एकदमै चिल नेचुरल पुरै। अब जस्तो हामी मलाई मेरो गाउँको फ्रेन्ड चाहिँ आइरहेको छ। गाउँका सबै छरछिमेकी आफन्त साथीभाइहरू कति मिस हुन्छ परदेशमा होइन। सबैहरू